है गाइजहरु आज चाहिँ हामी एउटा बहिनीको चाहिँ ठुलबाको छोरीको चाहिँ बहिनीको चाहिँ बिहे छ भोलि चाहिँ आउँदैछन् हैन उताबाट र भोलिको लागि तयारीको लागि चाहिँ आज चाहिँ हामीले चाहिँ यसरी मालाहरू टंगाएर हैन गेटहरू बनाएर सजावटी घरलाई चाहिँ सजावटी गर्दै छौं है त यसरी चाहिँ यो त्यहीँनिर हाल्दे काप यो त कापमा हाल्दे पुरै घुमाइदिएन त्यो पुरै ल घुमाइदियो है सजिलो होला फेरि पछि निकाल्दा त हामीलाई अप्ठ्यारो हुन्छ त्यही पनि घुमाइदिनु के भएर परेन फेरि निकाल्ने अरू होइन हामी आफै खुद होला फेरि हैन मालाहरू चाहिँ टंगाइसकेका छौं अहिले चाहिँ हामी चाहिँ गेट बनाउँदैछौँ हैन गेटलाई चाहिँ निर्माण गर्दैछौँ यसरी घन्नी ठुक्ने हो ढुङ्गा पचारे तर ढुङ्गा हालिन पहिला एउटा अर्को अलि ठुलो मोटो लिन्थ्यो केटो ल गाइजहरु गेटहरू मालाहरू टंगाएर चाहिँ पुरा सजावटी गरिसकेका छौं र यसमा चाहिँ एउटा कमी छ हैन अब यसमा कमी के छ भन्दाखेरि चाहिँ अब ठ्याक्कै ब्यानर हैन एउटा शुभ विवाह लेखेको चाहिँ ब्यानर चाहिँ आउँदै छ हैन अब अलि टाढा दिएको छ अलि एकछिनमा आउँछ गाडी चाहिँ अलि हल्का आउने ढिलो गरेर चाहिँ हामीले चाहिँ यो चाहिँ अझै टंगाएको छैनौं यो काम चाहिँ अलि साँझसम्म रातिसम्म गर्छौं होला सायद नत्र भने हामी भोलि बिहान गर्नेछौं है पूर्ण रूपमा सजावटी चाहिँ चट्ट लागेको छ कस्तो छ सबैले चाहिँ कमेन्ट गरिदिनु होला है त।